हेलो गाइज, वेलकम ब्याक टु माई गुरुस। फेरि आज म आइसकेँ र आजको हाम्रो यात्रा रहेको छ धनकुटा टु इटहरी। सो हामी चाहिँ इटहरी घुम्न जान आँटेको छौँ र साथमा चाहिँ मसँग जान आँटेको छु। आयो भन्दै ओ नाइस फिङ्गर बट नो प्रब्लम। र अब हामी बाटोमा भेट। हेलो गाइज, फेरि पनि म मेरो भिडियोमा आइसकेँ र अहिले चाहिँ हामी भेटरार तलतिर जाँदैछौँ र अहिले भेटरारमा चाहिँ बब्बाल मौसम छ, गर्मीको बेला होइन। बब्बाल धुसे सुसे पनि लाग्छ, यहाँनिर हेर्न सक्नुहुन्छ होइन। अनि जस अहिले हामी जाँदैछौँ अनि हाम्रो यात्रा चाहिँ इटहरी रहेको छ र हामी अहिले भेटरार चाहिँ कटिसक्यौँ होइन। तपाईँहरूलाई भेटरारको भ्यू त देखाउन सकिन्न होइन। र मेरो पछाडि छ मेरो ब्रदर र हेलो भन्दै। र अब चाहिँ हामी धरानमा हामी चाहिँ केही हाम्रो कपाल काट्ने यहाँ विचारमा छौँ। कपाल चाहिँ त्यतातिर कस्तो छ, हिरो जस्तो भएर छ र मेरो लामै भइसकेको छ होइन। जो अस्ति नै काटेको मैले नि मेरो कपाल चाहिँ, अनि र पनि अब फेरि कपाल काट्न आँटेको छौँ। र अनि जस अहिले जाँदैछौँ, हेर्न सक्नुहुन्छ यहाँ बाइक चलिरहेको छ र अहिले भेटरारमा छौँ हामी। जस मौसम चाहिँ बब्बाल छ है भेटरारको। तपाईँहरू पनि यहाँनिर हाइकिङ अथवा अब गर्मी लाग्यो भने तपाईँहरू पनि यहाँ घुम्न चाहिँ आउनु सक्नुहुन्छ होइन। अनि यताको अहिले मौसम पनि जस राम्रोसँग हेर्न सक्नुहुन्छ, ढुसे यस्तो लागेको छ बब्बाल छ। लेट्स सी बाई। ओके, पढाइ भेट्नेछौँ हामी। सो अहिले चाहिँ हामी यहाँ धरानदेखि अलिकति मासतिर बसिरहेको छौँ अनि जस रोकाइरहेको छौँ भनौँ न। अनि यताको भ्यू चाहिँ अहिले एकदम बेस्ट छ, हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ धरान हो होइन। अनि बब्बाल देखिरहेको छ धरान यहाँदेखि चाहिँ भ्यू। तपाईँहरू पनि यहाँ घुम्न आउनु सक्नुहुन्छ, ठाउँ चाहिँ यो छ लोकेसन होइन। अनि तपाईँहरू पनि यहाँनिर घुम्न आउनु होला। अनि यहाँ बब्बाल छ होइन। अनि तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। अनि जस यहाँ घुम्न पनि मान्छेहरू आइरहेको हुन्छन् अनि हेर्न सक्नुहुन्छ भ्यू पनि राम्रो देखिन्छ। यहाँदेखि धरान पुरै देखिन्छ, धरानदेखि तलतिर इटहरी त नभनौँ तरारा चाहिँ देखिन्छ रहेछ। जस मलाई चाहिँ एकदम मन पर्यो। अनि तल ठिक छ, बब्बाल छ। हेलो गाइज, तर मलाई चाहिँ यहाँ एकदम दुःख चाहिँ केमा लाग्यो भने नि यहाँ चाहिँ प्रायः बढी जोडीहरू मात्रै आउँदो रहेछ क्या। अहिले हामीले 2 जोडी चाहिँ हेरिसक्यौँ है, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ होइन। यहाँनिर जोडीहरू छ होइन, त्यहाँनिर एक जोडी बसिरहेको छ र यता भ्यू छ होइन। जस जोडीहरू चाहिँ एकदमै धेरै आउँदो रहेछ। अब हामी सिङ्गललाई त अलिक गाह्रो नै छ है अब भन्नु त। त्यो गाइज फेरि पनि आइसकेँ र हामी चाहिँ अहिले ठ्याक्कै यो ठाउँको नाम चाहिँ थाहा भएन, तर धरान 4 हो कि 14 पर्छ थाहा भएन। यहाँबाट पनि धरानको भ्यू चाहिँ बब्बाल देखिन्छ। सो हेर्न सक्नुहुन्छ धरानको भ्यू यस्तो बब्बाल देखिन्छ नि यहाँदेखि त झुन्न। यहाँ चाहिँ ती नाइटमा चाहिँ घुम्दै आउँदाखेरि चाहिँ बब्बाल हुन्छ, राति चाहिँ फेरि एकदम दामी भ्यू पनि देखिन्छ तलतिरको। र यहाँनिर स्पेसल पनि छ, होटलहरू पनि छ, होटलहरूको पनि सुविधा छ तपाईँहरूलाई। तपाईँहरू नि घुम्न आउनु होला। कपाल सपाल काटेर अब कपाल धुन आँटेको र त्यसपछि हामी इटहरी जान्छौँ। र सो अहिले चाहिँ म र अनि कस्तो देखिरहेको छ मैले कपाल काटेर र राम्रै देखिरहेको छ होला। अरे कौन है ये लोग, कहाँ से आते हैं?